एक गाउँमा रामबहादुरको एउटा बाख्रो थियो। त्यो बाख्रो निकै बाठो थियो, मानिस जस्तै चलाक। एक दिन रामबहादुरले बाख्रालाई बाँधेर बजार लान लागे। जाँदै गर्दा उनले भने, "ए बाख्रा, म फर्कुन्जेल यतै बस्नु है, भाग्न खोजिस् भने आज तिमीलाई खानामा हालिदिन्छु।" बाख्राले मनमनै सोच्यो, आज त भाग्नै पर्छ। रामबहादुर गएपछि बाख्राले वरिपरि हेर्यो। नजिकै एउटा कुकुर सुतिरहेको थियो। बाख्राले कुकुरलाई उठाएर भन्यो, "ए दाइ, तिमी यहाँ बस, म अलिकति घुमेर आउँछु।" कुकुर अल्छी भएर भन्यो, "हुन्छ, बस्छु।" बाख्रा भाग्यो। केही बेरपछि रामबहादुर फर्किए। उनले टाढाबाट कुकुर देखे र रिसाउँदै भने, "ए बाख्रा, तेरो रङ कस्तो बदलियो?" कुकुर डराउँदै भन्यो, "म बाख्रा होइन, कुकुर हुँ।" रामबहादुर अलि झस्किए अनि टाउको कोट्याउँदै भने, "अचम्म, मेरो बाख्रा त यति चलाक कि कुकुर नै भएर बस्यो।" त्यो सुनेर गाउँलेहरू हाँस्न थाले र उता बाख्रा टाढाबाट हाँस्दै भन्यो, "मानिस भन्दा बाख्रा बाठो भएछ।"